हेलो हेलो गुड मर्निङ शुभ प्रभात नमस्कार सम्पूर्णमा देश तथा विदेशबाट हेरिरहनुभएका तथा यो गैरी खेल मैदान दुर्गाधली जनचेतना युवा समाजको गैरी क्रिकेट स्टेडियमको का शुभचिन्तक तथा हस्तावान सम्पूर्णमा हामी यो खेल मैदानको केही दृश्य देखाइरहेका छौँ। म चाहिँ 1 महिनाको अन्तरालपछि यो गैरी खेल मैदान म चाहिँ आज उपस्थित भएँ, किनकि मेरो कार्यव्यस्तताले म चाहिँ बाहिर थिएँ। त्यसकारण म आज उपस्थित भएको छु। आज मात्र हामीले एकसरो मैदानलाई चाहिँ पूर्ण रूपमा चाहिँ बनाउन सफल भएका छौँ र यो ग्राउन्डले चाहिँ एकसरो मैदान बन्नेको छ र दुर्गाथली जनचेतना युवा समाजले सम्पूर्ण खेलाडीहरूले अब ढुक्क साथ निर्धक्कका साथ आफ्नो खेल्न सकिने हेर्न सकिने अनि एउटा खेल मैदान पाएको छ। दुर्गाथलीको शान, जनचेतना युवा समाजको पहिचान गैरी खेल मैदान बनाउने हाम्रो अभियान 10औं वर्षदेखि को निकै ठुलो लडाईँ, निकै ठुलो सङ्घर्ष, निकै ठुलो साथ यो अभियान 10औं वर्षदेखि आज हामीले चाहिँ पहिलो चरण चाहिँ पार गरेका छौँ र यसका बावजुद दुर्गाथली जनचेतना युवा समाजका सम्पूर्ण साथीहरू लगायत यो खेल मैदान बनाउनुको निमित्त आफ्नो रात दिन तथा ठुलो आर्थिक सहयोग तथा साथ सपोर्ट सहयोगले दुर्गाथली गाउँपालिकाका सरकार आदरणीय अध्यक्ष दिलबहादुर थापा तुफान, उपाध्यक्ष आदरणीय जनकबहादुर दौल्याल, वडा नम्बर 5 का वडा अध्यक्ष वकिलबहादुर जप्पेल लगायत सम्पूर्ण दुर्गाथली सरकार तथा त्यहाँका प्राविधिक कर्मचारी लगायत यो जनचेतना युवा समाजका जुझारू एकदमै साथीहरू लगायत सम्पूर्ण यो खेलाडीहरूको साथ सहयोग अनि यहाँ यो अमूल्य जग्गालाई चाहिँ दान गर्नुहुने जग्गा धनीहरूमा हृदयदेखि नै धन्यवाद। हामीले एउटा चरण मात्र पार गर्न सकेका छौँ, अब धेरै कामहरू बनिन बाँकी छ। यसका बावजुद तपाईँहरूको जसरी हिजोदेखि 10औं वर्षको लडाईँ थियो, साथ सहयोग थियो, जसरी लाग्नु भएको थियो त्यसै गरी अझै लाग्नुपर्ने छ, किनकि यो धेरै कामहरू बनिन बाँकी छ। यहाँ दुबो रोप्ने काम, जाली हाल्ने काम, यहाँको तपाईँको भवनहरू बनिने काम अनि मञ्चहरू बनिने काम अनि यहाँको धेरै कुराहरू बनिने कामहरू बाँकी छ। यसका बावजुद चाहिँ भोलिका दिनहरूमा तपाईँको साथ सहयोग सपोर्टको लागि हामी अपेक्षा गर्दछौँ र आज चाहिँ हामीले एकसरो मैदान बनाएर चाहिँ अब यो मेसिनलाई चाहिँ लगभग बिदाई गर्ने उसमा कार्यक्रमको सन्दर्भमा छौँ। यसका बावजुद चाहिँ यहाँ दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनकबहादुर दौल्याल, वडा अध्यक्ष वकिलबहादुर जप्पेल लगायत सम्पूर्ण यहाँ उपस्थित हुनुभएका छन्। उहाँलाई हृदयदेखि नै धन्यवाद र आगामी दिनहरूमा अझै यसको धेरै ठुलो चुनौती जिम्मेवारी थपिएको छ। यसका बावजुद हामी सम्पूर्णले लाग्नुपर्छ, लागौँ पक्कै पनि। यो सुदूरपश्चिमको एउटा ठुलो नमुना विशाल खेल मैदान बनिने छ, यो राष्ट्रको सम्पत्ति बनिने छ। भोलि यसको ठुलो अनि अमूल्य परिणाम पाउनेछौँ, अमूल्य फल पाउनेछौँ। सायद स्थानीय तहहरूमा सबैभन्दा पहिलो खेल मैदान बनाउनु सफल भएको सबै मापदण्ड, सबै प्रक्रिया, सबै खेलको यो क्रिकेट स्टेडियमको मापदण्ड अनुसार आज यो खेल मैदान बनिएको छ। यसका लागि हामी सम्पूर्णमा हार्दिक धन्यवाद तथा शुभ दिन रहोस्। आगामी तपाईँहरूको साथ सपोर्टको लागि हामी अपेक्षा गर्दछु। हस्त बाई, धन्यवाद, शुभ दिन।